देशको विकास गर्न अब युवा आउनुपर्छ। यहाँका बुढा खाडा नेता पाखा लाउनुपर्छ। यहाँका बुढा खाडा नेता पाखा लाउनुपर्छ। भन्नुहुन्छ बुवा मम्मीले? खास त्यस्तो केही भन्नुहुन्न। अलि काका काकी अनि दादा दिदीहरूले भन्नुहुन्छ। अलि गायक पनि भन्छ जस्तो गाउँदै पनि गर अनि पढ्दै पनि गर। सलल बग्यो कर्णाली मलाई रुने मान्छे पनि कुनै दिन त रुनु पर्ला नि। स्कुलमा कुन सरको एकदमै धेरै सपोर्ट छ? स्कुलमा प्रधानाध्यापक पनि छ अनि लक्ष्मी प्रसाद उपाध्याय सरको पनि छ। नरोया भन्दिया आमा मेरी रुनी हुनी नरोया भन्दिया। आदरणीय दर्शकवृन्द नमस्कार। आज हामी दैलेख जिल्लाको 28 नगरपालिका वार्ड नम्बर 8 मा पर्ने वीरेन्द्र माविमा आएका छौँ। यसै विद्यालयको कक्षा 8 मा पढ्ने छात्रा धनसरा बडुवालसँग साङ्गीतिक भलाकुसारी गर्नेछौँ। उहाँ यो क्षेत्रको एउटा स्थानीय प्रतिभा हुनुहुन्छ। त्यसैले तपाईहरूले उहाँलाई साथ सहयोग सपोर्टका लागि भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। हाम्रो कर्णाली फोकेमा यहाँलाई स्वागत छ। धन्यवाद। हामीलाई हेरेर बस्नुभएका सम्पूर्ण दर्शकबिनहरूलाई मेरो न्यानो नमस्कार। तपाईँ यसै स्कुलमा पढ्नुहुन्छ। सबैभन्दा पहिले हामीले तपाईँको परिचयबाट कार्यक्रमको सुरुवाती गरौँ न। नमस्कार, मेरो नाम धनसरा बडुवाल। म दैलेख जिल्लाको 28 नगरपालिका 8 तर्कु दैलेखमा बस्छु। म पढ्ने विद्यालयको नाम श्री वीरेन्द्र माध्यमिक हो। म कक्षा 8 मा पढ्दछु। तपाईँले आफ्नो स्कुलका विभिन्न अतिरिक्त क्रियाकलापहरूमा हुने कार्यक्रमहरूमा गाउनुहुने रहेछ। तपाईँको भिडियोहरू पनि हामीले सोसल मिडियामा यताकता देख्न पाइएको छ। त्यसैले अवसर पाइयो भने अगाडिसम्म जान सकिन्छ भन्ने हामीले सोचेर यहाँसम्म आइपुगेका छौँ। मिठो स्वरमा गाउन सक्ने कुनै एउटा गीत सुनौ न। सुख पाउन भन्दै बा के गरौँ के नै लाग्छस् लेदै बाले बरु सलल बग्यो कर्णाली मलाई रुने मान्छे पनि कुनै दिन त रुनु पर्ला नि। तपाईँको स्कुलमा टिचरहरूले छुट्टै गीतहरू सिकाउने या त्यस्तो केही छ कि बेला बेलामा हुने कार्यक्रममा आफै विद्यार्थीहरू मिलेर गीतहरू सिक्ने गाउने हो? शिक्षकहरूले गर्नुहुन्छ। शिक्षकहरूले नै सिकाउनुहुन्छ। स्कुलमा कुन सरको एकदमै धेरै सपोर्ट छ? स्कुलमा प्रधानाध्यापक पनि छ अनि लक्ष्मी प्रसाद उपाध्याय सरको पनि छ। समग्रमा सबै सरहरूले साथ दिनुहुन्छ। अर्को कुनै मिठो भाका सुनाउ न त। पढाइ संसार पढाइ नै हो जीवन हाम्रो पढाइ संसार पढाइ बिना जिन्दगानी कहाँ चल्छ र साथी पढाइ बिना जिन्दगानी कहाँ चल्छ र छन् त छन् 9 लाख तारा विद्यार्थीलाई पढाइकै छ सारा पढाइ संसार पढाइ नै हो जीवन हाम्रो पढाइ संसार पढाइ बिना जिन्दगानी कहाँ चल्छ र साथी पढाइ बिना जिन्दगानी कहाँ चल्छ र। यति राम्रो गाउँछौ। घरमा बुवा मम्मीहरूले अब दिवाली नजिकिँदैछ, यो गीत गाउनेतिर भन्दा पनि पढ्नमा बढी फोकस गर भनेर भन्नुहुन्छ कि के भन्नुहुन्छ बुवा मम्मीले? खास त्यस्तो केही भन्नुहुन्न। अलि काका काकी अनि दादा दिदीहरूले भन्नुहुन्छ। अलि गायक पनि भन्छ जस्तो गाउँदै पनि गर अनि पढ्दै पनि गर भन्नुहुन्छ। आज रात बाँचे 9 लाख तारा आकाशमा देखिन्छ मरीमा गए हाम्रो नाम भन कुन ढुङ्गा लेखिन्छ ए साथी बाँचे पो जिन्दगी तिमीले सानै क्लासबाट गीत गाउँथ्यौ कि कति क्लासबाट सुरु गरेको गाउन?
अलि 5 क्लासदेखि नै यो सरले सधैँ अगाडि गाउन लगाउनुहुन्थ्यो। मैले गाउनुपर्छ, मेरो स्वर राम्रो छ भनेर कहिलेबाट जानकारी भयो? 7 क्लासमा आएपछि। देशको विकास गर्न अब युवा आउनुपर्छ, यहाँका बुढा खाडा नेता पाखा लाउनुपर्छ, यहाँका बुढा खाडा नेता पाखा लाउनुपर्छ। यसो गर्यो उसो गर्यो आफ्नै भुँडी भर्छन्, 2-4 वर्ष गर्ने काम भ्रष्टाचार गर्छन्। युवा आउनुपर्छ, देशको विकास गर्न अब युवा आउनुपर्छ, यहाँका बुढा खाडा नेता पाखा लाउनुपर्छ, यहाँका बुढा खाडा नेता पाखा लाउनुपर्छ। यो गाउँ बेसी एरिया हैन, स्कुल पनि घरदेखि टाढा, यहाँ अब सबै कुराहरू नेट इन्टरनेटदेखि बिजुली बत्तीदेखि सबै कुराहरू पूर्ण रूपमा एभाइलेबल छैन हैन। त्यही पनि यतिको आफ्नो प्र्याक्टिसले राम्रो गाउन सकेकी छौ। थप अझै सबै सेवा सुविधा र त्यो खालको अवसर पायो भने पक्कै पनि अझै राम्रो गीत गाउने तिमीमा एक किसिमको आर्ट छ भनौँ न हैन, गाउन सक्छौ। गाउँ बेसीमा गाइने हाम्रै पुरानो संस्कृति हैन, हाम्रै परम्परा अनुरूपको जुन देउडा गीत छ त्यो चाहिँ गाउन आउँछ कि आउँदैन? कि सोच्याको होइजा कि लैजा भगवान साथ, कि सोच्याको होइजा तेरो चिनो लैजा देख्या पै मन रुन लाग्यो, तेरो चिनो लैजा तेरो चिनो लैजा देख्या पै मन रुन लायो, तेरो चिनो लैजा नरोया भन्दिया आमा मेरी रुनी हुनी, नरोया भन्दिया मन्दिया तन्दिया सुख भन्ने छैन, कर्म खोटी मन्दिया तन्दिया। यति सानो उमेरमा पनि यति मिठो गाउनुहुन्छ, एकदमै राम्रो लाग्यो। दर्शक श्रोताले पनि मन पराइदिनुहुन्छ भन्ने आशा र अपेक्षा गरेका छौँ। अन्त्यमा हामीलाई हेरिरहनुभएका दर्शक तथा श्रोताका लागि केही भन्नुहुन्छ? अब हामीलाई हेरेर बस्नुभएका सम्पूर्ण दर्शक वा श्रोताहरूलाई मलाई गायक बन्ने ठुलो नै रहर छ। मेरो भिडियो हेरेर साथ सपोर्ट दिनुहोला, यो भिडियोलाई संसारभरि फैलाइदिनु होला र मलाई यो अवसर दिनुभएकोमा कर्णाली फोके युट्युब च्यानल टिमलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै हामीलाई हेरिरहनुभएका भगवान दर्शकबिनहरूलाई धन्यवाद। आजको कार्यक्रम एकदमै मन पर्यो होला। मन परेको छ भने भिडियोलाई लाइक, कमेन्ट र सेयर गरिदिनु होला। यस्तै भिडियो हेर्नको लागि हाम्रो कर्णाली फोके युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। पुनः अर्को कार्यक्रममा भेटघाट हुने नै छ। तबसम्मका लागि बाई बाई।